लगेर उता खरीको रुख बोर्ड छ शहीद शुक्रबार शास्त्रीहरूलाई झुन्याएको त्यहाँ लगेर झुन्याएको शासक हो तर म बोल्न छोड्दिनँ राष्ट्र संस्था कति इम्पोर्टेन्ट रहेछ आज काङ्ग्रेस एमाले माओवादी सबै खास गरेर अब महेश बस्नेतजीहरूलाई थाहा भयो होला नि राप्रपा राजेन्द्र लिङ्गन दाइलाई मैले के भनेको थियो 6 गते नोमिनेसन गर्ने 4 गते मैले के भनेको थिएँ स्वागत नेपालजीलाई सुरेन्द्र भण्डारीजीलाई भाइ तपाईँहरू नजानु न चुनावमा तपाईँहरू बहिष्कार गर्नु मैले 12 बुँदे सम्झौता राष्ट्र संस्थाको लागि हिन्दू राज्यको लागि गराएर आएको छु यसलाई अपनत्व लिएर अघि बढौँ भनेर भन्दा होइन दुर्गा भाइ हामी सदनबाट कुर्लिन्छौँ तपाईँ सडकबाट भनेर गए नि सर होइन बहुमत पहिला ल्याइसकेपछि कस्तो खालको मन्त्रीमण्डल बन्छ हामी सहयोग गरिहाल्छौँ नि यो दुःखको कुरा हो सर्वोच्च अदालत ती छ यो सर्वोच्च अदालतले मलाई पटक पटक न्याय दिन्छ छोड्छ राज्यले फेरि पटक पटक पक्रिन्छ तर यो पटक पटक पक्रिँदै गर्दा र यो सर्वोच्च अदालतले छोड्दै गर्दा म फेरि गलेको छैन मैले गल्न पनि हुँदैन र मलाई गल्ने छुट पनि छैन त्यो नेपाली जनताहरूले मलाई गल्ने छुट पनि दिएको छैन त्यसमा पनि माता दुर्गाको भक्त हुँ म यो शिवजीको देश माता दुर्गाको देश र म कतिखेर थाक्छु भने जतिखेर यो सर्वोच्च अदालत जस्तो चिज जनताको सर्वोच्चता बोकेको सर्वोच्च अदालत सिंहदरबार एउटा सम्पदा सूचीमा परेको जनताको प्रशासनिक भवन सिंहदरबार साथै जनताको कानुन बनाउने संसद भवन जल्यो र देशैभरि जनताको सुरक्षा त खट्ने पुलिसहरू माथि जुन बर्बर दमन भयो हतियार खोसिए यी कुराहरूले न्याय नपाइन्जेलसम्म दुर्गा प्रसाद लडिरहन्छ यो कुरा हिजो राज्य सत्ता सञ्चालन गर्नेले बुझ्दा पनि हुन्छ र भोलि आउने राज्य सञ्चालन गर्ने सञ्चालकहरूले बुझ्दा पनि हुन्छ यो कुरामा क्लियर हुँदा हुन्छ किनभने दुर्गा प्रसाद गल्दैन तपाईले त जेलमा राखेर निर्वाचन गरियो एकछिन म तपाईलाई भन्छु जेलमा राखेर निर्वाचन गर्नु मान्छे मारेर निर्वाचन गर्नु सिंहदरबार जलाएर सर्वोच्च अदालत जलाएर हैन निर्वाचन गर्नु त्यो ठुलो कुरा हैन त्यसले कुनै ठुलो भिन्नता राख्दैन भोलि पनि राख्नेवाला छैन यो कुरा तपाईहरुले बुझ्नुपर्छ र अर्को कुरो के हो भन्दाखेरि मैले सम्पूर्ण दलहरुलाई के भनेको थिएँ भन्दाखेरि चुनाव 84 को चुनाव 82 मा गराएर वैधानिक रूपमा सत्ता कब्जा गर्ने खेल हुँदैछ है भनेर त मैले सुरुदेखि नै भने हो नि त आज त्यही भयो हैन किनभने इराकमा सद्दाम हुसैनलाई वैधानिक रूपमै मारियो नि त्यहीको अदालतले फैसला गरेर झुन्यायो हैन बंगलादेशमा त्यहीको अदालतले त्यहाँको शेख हसिनालाई फाँसीको सजाय दिने निर्णय गर्यो वैधानिक रूपले त्यही कारणले मैले के भनेको थिएँ भनेदेखि सिरियाको हेर्नुहोस् लिबियाको हेर्नुहोस् हरेक ठाउँमा त्यहीका जनता उचालेर त्यहीको शासकहरूलाई झुन्याउने मार्ने वैधानिक रूपले पाकिस्तानकै हेर्नुहोस् ओ खानलाई हैन छिमेकी इमरान खानलाई यी सबै कुराहरू के हुन् भन्दाखेरि यो साम्राज्यवाद भनेको के हो भनेर भन्छन् नि यही हो साम्राज्यवाद भनेको र भू राजनीतिक भनेको के हो भनेर भन्छन् नि हाम्रो देश हिजो मैले एउटा स्ट्याटस लेखेको थिएँ जेल भित्रैबाट हैन कि हिजोदेखि केही व्यक्तिहरूले जिते होलान् केही व्यक्तिहरूलाई एकछिन रमाइलो भयो होला शासन सत्ता चलाउन तर देशले हारो भनेर मैले लेखेको थिएँ नि हिजोदेखि कालो दिन नेपाली जनताहरूको कालो दिन र अर्को कुरो म भन्छु हिजो चुनाव भोट कति खस्यो तपाईहरुलाई थाहा छ 1,89 लाख भोटर्समा 86 लाखले मात्रै भोट दिए 1,89 मा 86 लाखले भोट दिए भनेपछि नि होइन 44 देखि 45% 46%ले भोट दिएको छ भनेपछि बिलो 50 मा आउनु भनेको के हो भनेदेखि हाम्रो आन्दोलनको बुझाइ पनि हो हाम्रो जित हो हामीले त्यति गर्नलाई भ्यायौं त्यति गर्नलाई हामीले मान्छेलाई गरायौं नि जस्तो 1,89 लाखमा 1,05 लाख जनताले त भोटै दिएनन् नि त भोट दिएनन्
1,89,00,000 थिए भोटर्स, 1,05,00,000ले भोट दिएनन् र यो निर्वाचन आयोगले कसरी ढाँट्यो भने 60% भोट झर्यो भनेर। त्यो त भोलि गन्दा आउँछ नि। र आज जुन हिसाबले 2013 मा जहाँ नेपालमा रिम्पोचे जन्माउने भनेर प्लान भएको छ, 2018 मा सोभिता गौतमलाई अघि सारियो, 2021 देखि यो प्लान गरियो। 2021 देखि मैले त भनेको थिएँ अब देश भू राजनीतिक, इङ्ग्लिसमा के भन्छ त्यसलाई भू राजनीतिकमा, जियो पोलिटिक्स। अब जियो पोलिटिक्स भनेको के हो, भू राजनीतिक भनेको के हो भन्ने कुरो अब नेपाली जनताले राम्रो बुझ्छन्। मैले भनेको थियो यो देशमा अब एमसीसी पास गरेका थिए, एमसीसी का मतियारहरू सबै आए र मैले भनेको थिएँ नि 2004 सालको काङ्ग्रेसको उदय, 2006 सालको कम्युनिस्टको उदय, 2007 सालमै राणा शासन फ्याँकेर यो देशमा संविधान संवाद गरेर त्यतिखेर राजा हटाउँ भनेको थियो नि, 7 सालमै हिन्दू राष्ट्र हटाउँ भनेको थियो। तर कसो कसो राजाहरूले थामेर 2017 सालमा कु गरेर 2028 सालमा राजा महेन्द्रको रहस्यमय मृत्यु, 2036 सालको जनमत सङ्ग्रह, 2046 को तपाईँको चाहिँ नि आन्दोलन, त्यो आन्दोलनले बहुदलीय व्यवस्था पर आयो। त्यस पछाडि बहुदलीय व्यवस्था पछाडि जनयुद्धको थालनी 52 सालमा, 2058 साल जेठ 19 गते हाम्रा प्यारा राजा रानीको हत्या, 2062-63 मा विधिवत रूपमा राजालाई कसरी हटाइयो, यहीँका जनता उठाएर हटाइयो होइन, हटाइयो नि। भनेपछि 2072 को संविधान जारी यीका जनताले गरे होइन। र गोविन्द केसीलाई किसिङमा सुताएर माइती घर मण्डलामा जुन सुताएर नाटक गरियो र त्यो गर्दै सिंहदरबार सर्वोच्च अदालतदेखि यो सबै ध्वंस गराएर यो चुनाव गराउने संस्था एउटै हो, पात्र फरक हुन्। यति कुरा बुझ्नु। त्यसले गर्दाखेरि मेरो जिन्दगीमाथि पनि खतरा छ। म रहौँला नरहौँला ठुलो कुरा हुँदैन, तर मुलुक रहनुपर्छ भनेर म लागेको मान्छे हुँ। मुलुक रहनुपर्छ भनेर म लागेको मान्छे हुँ। त्यसले गर्दाखेरि मैले एउटा कुरो के छ भने अब इमिडिएटली अब अरू कुराहरू पास हुन्छन्। मैले भनेको थिएँ नि, मैले एमालेलाई पनि तपाईँहरू चुनावमा नजानुहोस्। मैले 17 गते म पक्राउ पर्दैछु। 17 गतेको दिन यहाँ धेरै विज्ञहरूले भने त्यो दिन 11 बजी पारस सरकार यहाँ आउने या हिमानी सरकार आउने भनेर मसँग राति 11 बजी कुरो भएको थियो। भोलि माइती घर मण्डलामा 17 गते 11 बजी यहाँ आउने भनेर कुरो भएको थियो। माइती घर मण्डलाबाट उहाँहरू यो होटल एभरेस्टको अगाडि सुन गइदिन्छौँ हामी, त्यो भनेको एउटा सहमति जनाइदिने हो नि त, राजपरिवारको सदस्य आएर भन्ने कुरा भएको थियो। तर मलाई बिहान 5 बजी नै पक्रियो पुलिसले है, यो कुरो बुझियो अरे। र तपाईँहरूले एउटा कुरो के बुझ्नुहोस् भने मैले राप्रपाका राजेन्द्र लिङ्गदेन दाईलाई पनि अब थाहा भयो होला, नेपाली काङ्ग्रेसलाई पनि थाहा होला, अझ गगन थापालाई थाहा भयो होला, एमसीसी का मतियारहरू कसरी प्रयोग गर्दो रहेछन् भनेर। त्यसले गर्दाखेरि मैले के भनेको थियो, तिमीहरूले राजनीति गर्नु, तिमीहरूले राजनीतिक बुझेको रहन्छ, मेरो जतिको राजनीतिक बुझेको थियो भने यो देश यस्तो हुँदैन थियो। म अहिले पनि भन्छु घमण्डसँगले, तिमीहरू मणिपुर जाओ, तिमीहरू यो राजनीति गर्ने नेपालका कम्युनिस्ट काङ्ग्रेसहरू जति पनि छन् नि नेताहरू, तिमीहरू मणिपुर त्यो कोइला खानीमा जाओ काम गर्नलाई। तिमीहरूलाई म त्यो भन्छु, कोइला खानीमा, तिमीहरूको कोइला खानीमा गएर काम गर्ने जतिको हैसियत रहन्छ। मैले के भनेको थियो, किराँत बौद्ध सहितको हिन्दू अधिराज्य कायम गरौँ, राज संस्था ल्याउँ, नमिलेको कुराहरूलाई मिलाउँ संविधानमा र अनि चुनावमा जाउँ न। 6 महिना पछाडि म पनि चुनावमा जान्छु भनेर भन्दाखेरि हतार गरेर सबै चुनावमा जाने। अनि एमाले र काङ्ग्रेसलाई पनि म एउटा के भन्छु भने केपी ओलीलाई खास गरेर के भन्छु भने सर्वोच्च अदालतमा संसद पुनर्स्थापना गरौँ भनेर मुद्दा हाल्ने अनि उता चुनावमा जाने कुरा मिल्छ मिल्दैन नि त। चुनाव मात्रै एउटा कुरा के थियो भने राप्रपाले मात्रै एमाले मात्रै चुनाव त्यागेर हामी यो चुनावमा भाग लिँदैनौँ, यो चुनाव भाग लिँदैनौँ, यो चुनाव फेयर हुँदैन भनेर भनेको थियो भने नि आज चुनाव रोकिन्थ्यो। तर उनीहरूलाई के भने तिमीहरूले 100 सिट जित्छौ, उसलाई पनि 100 सिट जित्छौ भनेको जिते होइन। र अब मैले भनेको थियो नयाँहरूको बहुमत आउँछ, ल्याउने 2021 देखि यहाँ के भनेको छ थाहा छ, एल्गोरिदम पुरै कब्जा, यो एआई पुरै कब्जा, जता गयो उनीहरू मात्रै बोलेको देखाउने,
अनि बच्चाहरूको मानसपटलमा त्यही कुरो हालिदिएको छ। कलेजहरू सबै कब्जा गरेको छ। मिडियामा जता गयो त्यही गरेको छ। सङ्घ संस्था जम्मै किनेको छ भनेर मैले यत्रो भन्दाखेरि आज उ नगर्ने होइन, यिनीहरूले बुझेनन्, पत्याएनन् होइन मेरो कुरो। अनि मलाई के भने दुर्गा प्रसादलाई बोल्न आउँदैन, दुर्गा प्रसाद सच्चिनु पर्यो। मैले जतिको यथार्थ सत्य यो देशको कसैले पनि बुझेको रहन्छ भन्ने कुरो मलाई आज लागेको छ। र मलाई एउटा कुरो के छ, मलाई किन आज 17 गते नै पक्रियो, मलाई पटक पटक किन पक्रियो, पटक पटक किन थुन्यो भन्दाखेरि दुर्गा प्रसाईले बाहिर भयो भने 55 जिल्लामा चाहिँ दुर्गा प्रसाईको असर छ भन्ने कुरो बुझ्यो। मलाई पनि रिपोर्ट आएको त्यहाँ प्रहरीभित्र 56 जिल्लामा आयो नि त भने दुर्गा प्रसाईले पनि 56 जिल्लामा त एउटा बेस बनाएको रहेछ नि। र म एउटा कुरा के भन्छु भने आज प्रचण्ड नि चित्रबहादुर केसी बने कि बनेन, हिजो जनयुद्ध त्यत्रो हाँकेको उ त्यो कोही तल प्रचण्डले म त हेर्नुहोस्, म त प्रचण्डले अहिले गएर प्रचण्डले सांसद हुनु भनेको लाज मर्दो होइन, लाज मर्दो होइन। 12 बुँदे सहमति हेर्नुहोस्, आज चित्रबहादुर केसी दोस्रो नेपालको चित्रबहादुर केसी भनेको प्रचण्ड हो होइन। र एउटा कुरो के छ भन्दाखेरि अब सम्पूर्ण दलहरूलाई के भन्छु भने राजा खेदेको तिमीहरूलाई पाप लागेको हो, यो दरबारबाट राजा खेदेको पाप लागेको हो तिमीहरू दलहरूलाई। र अर्को कुरो के भन्छु भने म यहाँबाट जुन देशमा तिमीहरू जन्म्यौ, मलाई हिजो चुनाव गर्दै गर्दा यति चित्त दुखेर आयो, मेरो आत्मा रह्यो क्या, मैले धिकारेँ क्या। मैले पटक पटक दुर्गा माता पाठीभारा मातालाई सम्झेँ, माता तपाईँमा दम केही छैन, केही गर्नुहोस् न भनेर मैले पटक पटक सम्झेँ क्या मातालाई। जुन देशमा तिमीहरू जन्म्यौ, जुन देशले तिमीहरूलाई फुलिदियो, जर्नल बनायो, कर्नेल बनायो, चिफ बनायो, गाडी दियो, आइजिपी बनायो, एआइजी बनायो, डिआइजी बनायो, इन्सपेक्टर बनायो, मुख्य सचिव बनायो, तिमीहरूका छोराछोरी यही धरतीले पढायो, उ गर्यो। आज तिमीहरूले वैधानिक रूपमा विदेशीलाई देश सुम्प्यौ होइन, चुनाव गराएर। मलाई कस्तो फिल भयो भने नेपाली सेनाले पनि बुझ्दा हुन्छ तपाईहरुले जुन गद्दार गर्नुभएको छ। अब नेपाली सेनामाथि हरेक नेपालीहरूले प्रश्न उठाउनु पर्छ। पुलिसले मात्रै प्रश्न उठाउने होइन, हरेक नेपालीहरूले नेपाली सेना माथि अब प्रश्न उठाउनु पर्छ। किन उठाउनु? किन हाम्रो राजा रानी मरे यत्रो उसमा? किन देशका सिमाना मिच्दाखेरि बोलिँदैन, सेनाहरू बोल्दैन? आज के नेपाली सेनालाई मात्रै चाहिएको थियो चुनाव कि नेपाल र नेपाली जनतालाई चाहिएको थियो? यो कुरो बोल्दाखेरि मैले मर्नुपर्छ भने म मर्न तयार, म मर्छु। मलाई लगेर उता खरीको रुख बोर्छ शहीद शुक्रबार शास्त्रीहरूलाई झुन्याएको, त्यहाँ लगेर झुन्याएको शासक हो, तर म बोल्न छोड्दिनँ। र म एउटा कुरा के बुझ्नु भने हामीसँग सरकारले 12 बुँदे सम्झौता गरेका छ। त्यो 12 बुँदे सम्झौता हुबहु कार्यान्वयन कहिले गर्दो रहेछ? हामी केही समय मौन बस्छौँ। र म तपाईहरुलाई एउटा कुरो के भन्छु भने तपाईहरुले जे गरेर पनि तपाईहरुलाई जनताले मध्ये 2/3 तपाईहरु ल्याउनुहोस् हैन, भ्रष्टहरूलाई कारबाही गर्नुहोस् र देशको रक्षा गर्नलाई विदेशीहरूको गुलाम नबन्नुहोस्, किराँत बौद्ध सहितको हिन्दू अधिराज्य कायम गराउनुहोस्। तपाईलाई त्यो मौका छ, अहिले पनि राज संस्था स्थापित गर्नुहोस् भन्छु म हैन। भ्रष्टहरूलाई कारबाही गर्नुहोस्। म तपाईहरुलाई एउटा कुरा के भन्छु भने स्वास्थ्य शिक्षा निशुल्क होइन, स्वास्थ्य शिक्षा किन्न सक्ने वातावरण बनाउनुहोस्। सबै नेपालीलाई किन्न सक्ने, नेपालीका छोराछोरी नि मागी खानेका छोराछोरी होइनन्, स्वास्थ्य शिक्षा फेरि चाहिँदैन। नेपालीका छोराछोरीलाई स्वास्थ्य शिक्षा किन्ने हैसियतको व्यापार व्यवसाय चलाउने वातावरण बनाउनुहोस्। र म तपाईहरुलाई के भन्छु भने तपाईहरुलाई शुभकामना छ, अग्रिम शुभकामना छ। मैले तपाईहरुको विरोध कहिले पनि गरिनँ, तर तपाईहरुलाई जसले प्लानिङ गरेको छ नि त्यसको मात्रै विरोध गरेको, सिस्टमको विरोध गरेको। मैले सिस्टमको विरोध गरेको हो। त्यसले गर्दाखेरि मलाई थुन्नु, मलाई समाउनु, मलाई छेक्नु ठुलो कुरा होइन। र राज संस्था कति इम्पोर्टेन्ट रहेछ आज कांग्रेस, एमाले, माओवादी सबै, खास गरेर अब महेश बस्नेतजीहरूलाई थाहा भयो होला नि, राप्रपा राजेन्द्र लिङ्गन दाइलाई मैले के भनेको थियो? 6 गते नोमिनेसन गर्ने, 4 गते मैले के भनेको थिएँ? स्वागत नेपालजीलाई, सुरेन्द्र भण्डारीजीलाई, भाइ
तपाईँहरू नजानु न चुनावमा, तपाईँहरू बहिष्कार गर्नु। मैले 12 बुँदे सम्झौता राज संस्थाको लागि हिन्दू राज्यको लागि गराएर आएको छु, यसलाई अपनत्व लिएर अघि बढौँ भनेर भन्दा होइन दुर्गा भाइ, हामी सदनबाट कुर्लिन्छौँ, तपाईँ सडकबाट भनेर गएका गए नि सदन होइन। त्यसले गर्दाखेरि होइन, राजाले त्यत्रो सन्देश दिँदाखेरि नि राजाको सन्देशलाई अवज्ञा गरेर मैले भनेको थिएँ नि, दीपक सिंह तल जे ऊ त्यो सेतो जुङ्गा भएका दीपक सिंह होइन मगाउनु, यिनीहरूले के अनुहार देखाएर हिँड्नु, खड्गप्रसाद ओलीले के अनुहार देखाएर हिँड्नु, के अनुहार देखाएर हिँड्नु, महेश बस्नेतहरूले के अनुहार देखाएर हिँड्नु, गगन थापाले के अनुहार देखाएर हिँड्नु। गगन थापाले पार्टी सक्यो होइन, एमसिसीको पनि एमसिसीको दलाल कसरी प्रयोग गर्दा रहेछन्। गगन थापाले राजनीतिक बुझिएर छ, ढुङ्गा हान्दैमा राजनीतिक हुँदैन। राजनीतिक यी सबैले मसँग सिक्नुपर्छ, अब मसँग सिक्नुपर्छ। म तिमीहरू सबै तपाईँहरूलाई के भन्छु भने, मैले चन्द्र भण्डारी दाईलाई पनि भनेको, शङ्कर भण्डारीलाई भनेको, दाई यसरी हुँदैन, तपाईँहरूलाई सिद्ध्याउँदैछन् भनेर मैले भनेको क्या। भन्दाखेरि उहाँहरू के भन्नुहुन्छ, होइन दुर्गा भाइ होइन, मैले 2021देखिको प्लान हो यो, यसरी जित्छन्, यो हुन्छ भन्दाखेरि पत्याएन, पुग्यो। बार बोलेको आज पुग्यो कि पुगेन, पुगेन। त्यसले गर्दाखेरि तपाईँहरू सम्पूर्ण पत्रकार साथीहरूलाई यो मेसेज पुर्याइदिनुहोस्। म जितेर आउनेलाई पनि शुभकामना भन्छु। नेपालकै नागरिकले जितेको छ, तर नेपालको नागरिक भए पनि नि पश्चिमाको डिजाइन छ होइन। त्यसले गर्दाखेरि तपाईँहरू त्यहाँबाट बाहिर निस्किनुहोस्, राज संस्था कायम गर्नुहोस्, हिन्दू अधिराज्य कायम गर्नुहोस्। दुर्गा परसाई जहिल्यै तपाईँहरूको साथमा हुन्छ। यदि तपाईँहरू त्यो बाटोमा हिँड्नु हुँदैन भने दुर्गा परसाई सडकबाट जहिल्यै पनि सडकबाट प्रतिद्वन्दीको के अरे प्रतिपक्षको भूमिकामा दुर्गा परसाई हुन्छ। र दुर्गा परसाई भनेको सत्य हो, राज संस्था र नि वैदिक सनातन भनेको पनि शाश्वत र सत्य हो, र दुर्गा परसाई पनि सत्य हो भन्दै म अब आज धेरै दिनमा जेलबाट निस्केको होइन। म पुलिसहरूलाई यही भन्दिनँ होइन। र यो चुनाव भएकोमा कसैलाई पनि चित्त बुझेको छैन, यो चुनाव भएकोमा, र यो चुनाव भएकोमा कसैलाई चित्त बुझेको छैन। के भन्दै म बिदा लिन्छु, नमस्ते।